हेलो गाइस, आज फेरि नयाँ रेसिपी भिडियो लिएर आएको छु। आजको रेसिपी रहेको छ कोरियन चिकन विङ्स। सो यसको लागि चाहिँ हामीले पहिला यसरी कराईमा तेल हालेर खर्याएपछि हामीले केलाएर राखेको लसुन यसरी मजाले फ्राई गर्नुपर्ने हुन्छ। यसलाई रातो भइन्जेल फ्राई गर्नुपर्ने हुन्छ। यसरी हेर्न सक्नुहुन्छ। यसरी मजाले रातो भइसकेपछि चाहिँ यसलाई एकदम गोल्डन कलरको भइसकेपछि मैले यसरी निकालेको छु है। हेर्नुस् है। लु यो चाहिँ एकदम निकाल्ने बेला भएपछि मैले यसरी त्यसलाई एउटा सानोबटे भाँडामा तारे। यसरी मजाले तार्नुपर्छ। त्यसपछि चाहिँ हामीले फेरि यसरी सुक्खा खोर्सानी केलाएर राखेको यसलाई पनि मजाले यसरी फ्राई गर्नुपर्ने हुन्छ। रेड भएर निकाल्नु पर्ने हुन्छ। मेरो चाहिँ साह्रै फ्लेम अलिक हाई भएको कारणले गर्दाखेरि चाहिँ एकदम कालो भइहाल्यो कि। तपाईहरुले चाहिँ अलिक यो रातो रातो हुँदाखेरि नै ग्यास अफ गरेर छटछट निकालिहाल्नुपर्छ। तर मेरो चाहिँ अलिक निकै नै डढिहाल्यो। केही बात छैन, यसले त्यस्तो टेस्टमा फरक ल्याउँदैन। सो रङको कलरले चाहिँ रेड छ भने चाहिँ एकदम दामी रेड देख्छ भनेर मात्रै हो। यो चाहिँ मैले कर्नफ्लोरलाई अलिकति यो पानीमा मिसाएँ। अनि यसलाई चाहिँ अघिको जुन त्यो दुईटा मसला थियो त्यसलाई मजाले ग्राइन्ड गरेर त्यसलाई पनि यसरी मसलामा बनाएर राखेको छु। यो दुईटा चाहिँ अहिले मलाई फ्राई गर्दा चाहिन्छ। अनि यो चाहिँ चिकन पिस, यो मैले विङ्स, खासमा चाहिँ विङ्स मात्रै बनाउनु पर्ने हो, तर यहाँ विङ्स पाएन, त्यही भएर चाहिँ दुईटा विङ्स, लेग पिस र यो विङ्सको अलिक माथिल्लो भागको यो पिसहरू छ। यसलाई चाहिँ तेल खर्याएर यसरी फ्राई गर्नुपर्ने हुन्छ है। हेर्नुहोस् है। यसरी मजाले फ्राई गरिसकेपछि डिप फ्राई गर्ने, भित्रको मासुहरू पाकिन्जेलसम्म। त्यसपछि फ्राई गरिसकेपछि चाहिँ यस्तो भयो। देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ दुईटा विङ्स, अन्त यो चाहिँ लेग पिस, अन्त अरू पिसहरू छ है। यसरी टक्कै एकछिन राखेपछि चाहिँ हामीले फेरि कराईमा त्यो अघिको मसला मजाले यसरी फ्राई गर्नुपर्ने हुन्छ है। तेल मजाले खर्याएपछि अघिको जुन सुक्खा खोर्सानी र लसुनको पेस्ट बनाएको थियौँ हामीले, त्यसलाई मजाले फ्राई गरेपछि यसमा तपाईहरुले जसले केचप, अलिक कोरियन फ्राइड चिकन चाहिँ अलिक गुलियो गुलियो टाइप्सकै हुन्छ, त्यही भएर केचप, टमेटो केचप अलिकति हाल्नुपर्ने हुन्छ। यसमा मैले हालिसकेको थिएँ, त्यो भिडियो चाहिँ रेकर्डै भएन रहेछ। सो केचप चाहिँ मैले अलिकति, मलाई चाहिँ त्यस्तो गुलियो मन पर्दैन, त्यही भएर कम्ती मात्रामा हालेको छु। त्यसपछि चाहिँ तपाईहरुले विङ्सलाई हाल्न सक्नुहुन्छ। यसरी सिम्पल प्रोसेस छ यो बनाउनु चाहिँ। अनि त्यसपछि यो विङ्स हालेपछि चाहिँ मजाले लो फ्लेममा तपाईहरुले त्यो मजाको मसलाहरू मासुमा टाँसिन्जेलसम्म चाहिँ तपाईहरुले फ्राई गरेर राख्नुपर्ने हुन्छ। यसमा चाहिँ हेर्नुहोस् है, यसरी राखेको छु। मजाले फ्राई गरेर लो फ्लेम गरेपछि मैले त्यसपछि त्यसको माथि चाहिँ के भन्छ तिल चाहिँ टक्क माथिबाट छरिदिँदा पनि हुन्छ हो। यो मजाले पाकिसकेपछि, पाक्नु त अलरेडी पाकेको छ, तर यो मासुले त्यो मसला मजाले एब्जर्ब गर्नुपर्ने हुन्छ, त्यही भएर चाहिँ तब मजाले चलाएर राख्नुपर्छ यसरी। त्यसपछि माथिबाट यसरी जुन तिल भन्छ नि, सेतो तिल सिसेमी सिड चाहिँ मजाले माथिबाट छरिदिनु पर्ने हुन्छ। त्यसलाई पनि एकछिन छोपेर पकाएपछि मजाले टाल्नेर राखिन्छ है। यसरी हेर्नुहोस्। कलर चाहिँ त्यो अघि मेरो सुक्खा खोर्सानी अलिक डढेको भएर यस्तो भएछ। लास्टमा फेरि त्यही तिलले गार्निस गर्नुपर्ने छ। अलिकति छरिदिएपछि यस्तो भएको छ मेरो। हेर्नुहोस् होला। थ्याङ्क यू।